So hello guys, welcome to my day 8 mini vlog. हजुर सबैजनाले स्वागत छ मेरो मिनी भ्लगमा र आज चाहिँ हामी चाहिँ चितवनको गर्मी छल्नको लागि गैडाकोटतिर जाँदै थियौँ। म दाइ भाइ हामी तीनजना मिलेर चाहिँ अब गाडीमा गीत बजाउँदै गीतको मजा लिँदै हामी चाहिँ जाँदै थियौँ। त्यसपछि अब चितवनको गर्मी छल्नको लागि गैडाकोट जाम भनेको त चितवनमै शीतल पो भइरहेको टिकोली जङ्गलमा त झन् एकछिन त पानी पर्ला जस्तो पो भयो। त्यही पनि हामी सर गयो र केही समय अघि पुगेपछि हामी चाहिँ गैडाकोट पनि पुग्यौँ। नारायणी पारी यहाँको बाटो चाहिँ एकदम राम्रो बनाएको रहेछ। अहिले चाहिँ यताको बाटो पहिला त लास्टिक बिग्रेको थियो भने अहिले चाहिँ यतातिर चाहिँ एकदम राम्रो बाटो बनाएको रहेछ। त्यसपछि म दाइ भाइ चाहिँ हामी चिरमा अघि बढ्यौँ र केही समय अघि पुगेपछि त्यहाँ एउटा टर्निङ पनि आयो, बाटो पनि राम्रो रहेछ। त्यसपछि मैले जोन चामलिङ राईको चस्मा लाएर जोन चामलिङ राई जस्तै बन्न थालेँ। तर अफसोस जोन चामलिङ राईको कपी गर्न त कसले सक्थ्यो र। त्यसपछि हामी अलिकति अघि मात्र बढेको थियौँ। त्यसपछि हामीले त हाम्रो जानुपर्ने ठाउँ नै बिर्सेर अलिकति अगाडि पुगेको रहेछौँ। त्यसपछि हामी फेरि पछाडि फर्केर हाम्रो इला कम्फोर्टमा चाहिँ आयौँ। हामी चाहिँ आज यहाँ चाहिँ स्विमिङ खेल्नको लागि आएका थियौँ। त्यसपछि यहाँ चाहिँ एकदम राम्रो थियो। अहिले चाहिँ एकदम चलिरहेको छ यो चाहिँ एकदम राम्रो तरिकाले। सबै एसेसरिजहरू पनि रहेको छ यहाँ चाहिँ खेल्नको लागि। त्यसपछि यहाँ माथिको चाहिँ यो माथिबाट देखिने भ्यू यहाँ चाहिँ 4-5वटा स्विमिङ पुल रहेको थियो। त्यसपछि हामी सबै पुलमा हामी तीनजनाले चाहिँ स्विमिङ खेल्दै गयौँ। त्यसपछि मैले यता दाइले भिडियो बनाइदिनु न मेरो म चाल्दै आउँछु भनेर भिडियो पनि बनाउन लाएँ। र त्यसपछि दाइलाई त तपाईँले बनाउनु जान्नु भनेर ल्याउनु म आफै बनाउँछु भनेर फेरि मैले टिकटक बनाए जस्तो गर्न लाएँ। र म र भाइ चाहिँ माथिबाट यो स्लाइड हुँदै तल आयौँ र एकछिन त साथ त नै लगेको थियो, लास्टै अल्को रहेछ। त्यसपछि हामी सबै गेम खेलेर हामी हाम्रो घरतर्फ फर्कियौँ र यहाँ चाहिँ ठुलो पानी आएको भएर यहाँ हाम्रो गाडीको वाइपरले पनि पानी थाम्न सकेको थिएन र हामी सोरामा गएर खाजासाजा खाएर वर्ल्ड कपको झन्डा भएको ठाउँमा गयौँ। र मैले दाइलाई चाहिँ यहाँ जतिवटा देशको झन्डा भए पनि जित्ने अर्जेन्टिनाले नै हो यसपालि पनि भन्दै दाइको र मेरो चाहिँ कन्ट्रोभर्सी चलिरहेको थियो। र मैले दाइलाई पनि भने दाइ तपाईँहरूलाई त स्टार कस्तो भन्ने नि थाहा छैन होला है। दाइले किन भनेर भन्नुभयो। मैले चाहिँ अनि पोर्चुगलको जर्सीमा स्टार नै छैन दाइ, हाम्रो अर्जेन्टिनाकोमा मात्र पो 3टा छ त भनेको थिएँ। दाइ त त्यसपछि त हाँस्नुभयो भइरहेको थियो। र साथीभाइहरू आजलाई यति नै। थ्याङ्क्स फर वाचिङ माई भिडियो।